सबैजना त्यहाँनिर भिडियोहरू पाउनु पाउनु अलिकति हेलो सबैजनालाई नमस्कार। आज चाहिँ हामी ट्रेकिङको लागि जान आँटेको छौँ। हामी चाहिँ एउटा जङ्गलमा जानु लागेको होइन। त्यहाँनिर चाहिँ हामीले एकदमै रहस्यमय कुराहरू सुनेकोले गर्दाखेरि जानु लागेको। झन् अझ भरे बुक भेट्यो भने हामी भाइरल भइन्छ होला नि त। हो मैले फेरि त्यस्तै कुराहरू सुनेको थिएँ। उसले मात्रै हो जेसुकै कुरा सुनेको ह्यान्डसम बुटाले हेर्नु पाइने भयो। उसलाई चाहिँ खालि ह्यान्डसमको मात्रै छ। यहीँको बस्नु होला नि। अब यहाँ बस्नु हामी। साथीको फोटो हेर न कस्तो छ। साथी को हो? साथी हो। साथी जस्तो त लागेन है मलाई त साथी जस्तो त लागेन। जलिना कस्तो छ हेर्दा त यहाँ। किन कस्तो छ र? साथी त भन्नु ठिकै छ। ठिकै राम्रो चाहिँ ठिकै छ यतिको होइन। मलाई त मन परेन। जरिनालाई चाहिँ मन परेको जस्तो छ। मलाई मन परेन। ठिकै छ। कति बजे टाइम हेर न। ला 2 बजिसकेछ। 2 बजे भर्खर यहाँ अब कतिखेर पुग्ने होला त? तर के भयो त भर्खर त 2 बज्दैछ। त्यही त जति बेला भए पनि पुग्नु पर्ने त हो। त्यही त। पुगिसक्यो। मलाई पनि त्यहाँनिर कस्तो खालको रिलाइज भइरहेको थियो। तिमीहरूलाई उल्टा चाहिँ के बुझ्नु चाहिने बस्नु पर्छ। छिटाउन हौ। किन भइसक्यो? अझै कति ठाडो बाटो हिँड्नु पर्ने छ। तिमीहरूले कस्तो ढिलो गरिदिएको? के हुँदैन। छिटो हिँड है, साँझ पर्न लागिसक्यो। कतिखेर फर्किनु? तिमी एकछिन बसेको भए हुन्छ जरिना। के जाने त्यस्तो थकाइ लागिरहेको त्यो त माथि चाहिँ एकछिन बस्नु है। साँझ परिसक्यो कसरी बस्नु हौ? अब बस्नुपर्छ। अब जसरी भयो नि। म चाहिँ भ्लग बनाउनु थालेको है। यस्तो बाटो छ, यस्तो बाटो। छिटो छिटो आऊ छिटो आऊ। यहाँको चाहिँ हामीले एकदमै घटनाहरू सुनिरहेको छौँ। ल अब चाहिँ हामीलाई बस्नु ल। अनि धेरै बस्नु थाल्छ। ल मलाई पनि भोक लाग्यो। बस्नु खाजा खानु। जहिले तिमीले के बोकेको छौ? के छ थाहा भएन। अब जसरी के बनाउँछ। ल
सुन न अघि त्यो हामी नाली गर्दाखेरि त पछाडि केले पछाइरहेको जस्तो लागिरहेको थियो मलाई त मैले त अघि भनेको होइन अघिदेखि मैले त्यही महसुस गर्दैछु भनेर मेरो कुरा त तिमीहरूले पत्यायो पो त खिली गरेर उडाइदिन्छौ फेरि किन हाँसेको फेरि खिली गर्न थाल्यौ यति दिशा चाहिँ कसले पछ्याउँछ हामीलाई पछाडि पनि मलाई पछाडि म छु नै यति राम्रै मैले कोही देखेँ भयो ऊ हेर न त्यहाँ के छैन त मैले केही त देखेको थियो खालि डराउँछ केही त देखेको थियो मैले जे देखे पनि खाना चाहिँ खानुपर्छ भुजाएर सब चटपटे बनाएर खानुपर्छ अलिक पिरो लागेन है अनि ठिकै छ त यतिको तर ओए मैले अघि तर केही देखिरहेको थियो के रहेछ लु छिटो खाएर जाउँ न त गएर त्यो भने पनि अहिले हेरौँला मिठो भएछ नि अब जाउँ होला नि कहाँ फ्याँक्नु चाहिँ लगेर फ्याँक्नु होला है कहाँ हाल्नु जहिले यो पनि त्यहाँ यसको बिचमा कहाँ भयो हामी चाहिँ यस्तो ठाउँमा आइपुगेको छौँ छिटो छिटो हिँड्नु न अझ पक्कै 7 परिसक्यो छिटो छिटो त हिँड्दैछौँ नि योभन्दा छिटो कति हिँड्नु र जति छिटो हिँडे पनि आखिरमा बस्ने एकै ठाउँमै त्यो हो फर्किने होइन छिटो हिँड्नु तर पनि अनिसा शिक्षा पर्ख न मलाई आउनु बिस्तारै आऊ मलाई नपुराउ न पक्कै साल एकजना चाहिँ यति धेरै गरेर बाटोबाट हिँडेदेखिको अब चाहिँ हामी यस्तो ठाउँ आइपुगेको छौँ अहिलेसम्म हामीले डर लाग्ने कुरा चाहिँ केही रियलाइज गरेको छैनौँ अनि त खोइ बास बस्ने ठाउँ नि भेटिँदैन त हिँड्दा हिँड्दा कस्तो थाहा त्यही त है अन्त अनि खोइ मलाई डर लागिसक्यो पछाडि म अगाडि हिँड्छु अगाडि लगला है तानेर जरिनालाई के हुँदैन ओ हामी बस्ने ठाउँ पनि भेट्यो त अब त्यहाँ बस्नु हामीले चाहिँ आज बास बस्ने लाइकको ठाउँ भेटाइसक्यौँ बल्ल त अब यहाँ बस्ने लायकको ठाउँ भेटेको छ अब हामी यहीँ बस्नु ल त्योभन्दा अगाडि त कहाँ जानु त यस्तो ठाउँमा बस्नु बल्ल त भेटेको छ अनि हुँदैन यस्तोमा त बरु जति नै रात परे पनि घर जानुपर्छ के भन्छ यस्तो राति चाहिँ हामी कसरी जानु अन्त अनि अब यस्तो रात नै छुटिसक्यो नै यस्तोमा त नबसौँ जति रात परे पनि बरु घर जानुपर्छ होइन आज यहीँ बस्नु आज यहीँ बस्नु कसरी त अब जान्छ यस्तो राति हामी जिद्दी नगर यस्तो राति हामी तिनजनामा कोही नि काहीँ नि जानु मिल्दैन आज जसरी म्यानेज गरेर यहाँ बसौँ भोलि बिहानै जानु हुँदैन त्यस्तो गर्दा हुन्छ त अनि त्यसो गर्दा अनि अब यस्तो रात परिसक्यो तिमीहरूले यहाँको कुरा सुनेकै छैनौ क्या यहाँ डिङसँग कसरी बस्नु थियो भरे केही भइहाल्यो भने चाहिँ म केही जान्दिनँ है कस्तो बत्ती जस्तो गर्थ्यो क्या यत्रो जङ्गलमा हामी तिनजना मात्रै एकअर्कालाई सपोर्ट गर्ने हामी नै एकअर्कासँग रिसायौँ भने के गर्नु रातभरिमा बस अब त्यही त अनि किन किन डराएको जरिना तिमीलाई कसरी लाग्यो नि लगे पनि म छु त स्ट्रङ त्यही त होइन स्ट्रङ साथी हुँदा हुँदै डराउने काम पनि छ यसो बनाएको भ्लग हेर्ने नै नहेरौँ न भरे केही भयो भने बेची चाहिन्छ नि त त्यो पनि हो है ल त्यसमा नहेरौँ खोइ त्यहाँ हेर त के छ फोटो के रहेछ ओइ त्यहाँ नि
कसले पहिल्यै आगो पुगेको रहेछ नि त्यसो हामीभन्दा अगाडि पनि आएको थियो नि फेरि अन्त कोही मान्छे आएको थियो कि के लेखेको छ त हामी तीनजना फेरि कहिले फर्कदैनौँ उषा विपना दीक्षा यहाँ त त्यसपछि हामी कहिले फर्किनौँ भनिरहेछ त त्यसको मतलब के हो यहाँ के गडबड छ क्या लु न यहाँ बस्नु हुँदैन होइन अब जे पहिला हामी यहाँ बस्नु योभन्दा अगाडि हामी गयो भने जिउँदो फर्किँदैनौँ अब हामी जे हुन्छ यहीँ बस्नुपर्छ नै यहाँ हेर न के हो यसको मतलब बुझ यसको मतलब जे सुकै हो अब लु नबाज जहिना बुझ न आज यहीँ बस्नुपर्छ बस नै आज गयो भने के बस्नुपर्छ कि आज अनि हामी त्यत्रो टाढोबाट कसरी जाने अब किन डराइराखेको हामी ती तीनजना छौँ त मैले अघि नभनेको होइन म स्ट्रङ छु भने त्यसको लागि त म उडाइदिन्छु यही फोटोले गर्दा यस्तो भएको होइन फोटो किन फेला गर्ने छ त्यही फोटोले गर्दा यत्रो झगडा भइरहेछ त्यो फोटो राखेर चाहिँ हामीलाई के काम त्यही त नि अरूको फोटो किन राख्नु पर्यो हामीले त्यही त नरिसाउ अब अन्त जो अब भइगयो त्यो अरूको फोटो राखेर पनि हामीलाई के हुने होइन केही काम छैन त्यही त यहाँ लाइटर होला आगो फुकौँ ल ठ्याक्क मैले त्यही भन्नु लाग्यो कि तिमीले त नभन्ने कुरा के नै छ र हौ खै म आगो बाल्छु तिमी आएर दाउरा लिएर आऊ है ल हामी ल ए ब्याग यही राख्नु न के जरिना बस्दै गर है तिमी दाउरा लिएर आएको जरिना कति डराएको है अन्त भरे उसलाई मेरो भ्लग अन गरेर जिस्काउँ ल प्र्याङ्क गर्नुपर्छ यतिले पुग्दैन तर उता पनि छ नि त बालेको दाउरा जरिना जरिना तिमी हो नजिस्कौ न एकछिन यो कुरा जरिना नसुन म त्यस्तै त डराउँछ झन् यो कुरा थाहा भयो भने झन् धेरै डराउँछ अन्त नि डराउँछु ल किन त्यहाँ बसेको छिटो ल्याउ न यहाँ दाउरा दाउरा हाल नि एकछिन बस्नु है आगो सर्किँदै गर्छ ल बस्नु त मेरो भ्लग हेर्नु ल फेरि चार्ज सकिँदैन क्या जरिना अघि तिमीले चार्ज सकिन्छ भने चाहिँ थाहा मेरोमा अरे केही भइहाल्ला खानु फेरि खै केही हुँदैन होला यस्तो नसोच्नु नेगेटिभ किन डराएको त्यस्तो के हुँदैन तिमीलाई देखाउँछु हेर न यहाँनिर जरिना तिमी छ्या के हो यस्तो त्यो राम्रो छ अन्त राम्रो छ त त्यो के सुन्यो तिमीले के सुन्यो के भयो के गरायो कमी के सुनेन अनि के राम्रो आएछ है तर भक्त के सुन्यो तिमीले के भएर के सुनेन हामीले त के सुन्यो के भएर कसैले राम्रो आएछ है तर भक्त के भयो के सुन्छ केही छैन जनावरहरू किन जानु ए कति साह्रो डराएको केही पनि हुँदैन क्या म हेर्छु नजाऊ न यति टाइम भइसक्यो यो अन्सा त आएन बस
कोसँग बडबडाएको को छ यहाँ अनिसा देखेन तिमी यस्तो कुरा पनि निस्किने हो मैले तिमीहरूलाई अघिदेखि भनेको अब अनिसा पनि कहाँ गयो अनिसा अनिसा तिमी कहाँ छौ निस्क्यौ न मैले तिमीहरूलाई अघिदेखि भनेको देखि मेरो कुरा फिल्ली गर्दै हिँडेको होइन अब नतिका भोग औ छिटो हिँड अनिसा के भयो अनिसा के भयो मैले हामी तिनजना जस्तै मान्छे देखेँ त्यहाँनिर तिनजना जस्तै यस्तो यहाँ बस्नु हुँदैन जाउँ के भन्छ बस्नु हुँदैन यो त अन्ति ठाउँ हो त अघि हामी के अरे यो साइड आएको थियौँ अब यो साइड जाउँ न जाउँ Thank you.